सबैको सुन्नुको एउटा कुरामा हामी के कुरामा सचेत छौँ भन्दाखेरि हामी हिजो पनि एउटा भिडियो रिलिज गरेर कुरा क्लियर गरिरहेका छौँ। हामी हाम्रो मौलिक पहिचान बचाउनको लागि, संस्कृति बचाउनको लागि यो जुन महोत्सव आयोजना हुँदैछ हामी यसको कुनै विरोध गरेका छैनौँ। यसको हामी विरोध पनि गर्दैनौँ। गरौँ यो आयोजना गरौँ, हामीसँग टन्नै विकल्प बाँकी छ, रहिपरेको छ, हामीले विकल्प खोजौँ। बाँकी यो मैदानको विषयमा हामीले के मात्रै भन्यो भने त्यहाँ वाटर लेभलिङको लागि पाइप बिछाइसकेको अवस्था छ, धेरै नाजुक अवस्थाबाट ग्राउन्ड एउटा स्तर लिइसकेको छ। अब त्यहाँनिर त्यो गरेर अहिले हातखुट्टा भाँचौँ, भोलि राम्रोसँग प्लास्टर गरौँ भनेर किन भन्नु परिरहेको छ? हामी नै आज सबै साँची बस्दिउँ न, आजैको दिनबाट हामीले त्यो सुरुवात गरिदिउँ न। हामीले आज यस्तो बोल्ड निर्णय गऱ्यौँ कि अब यो मैदान चाहिँ खेलकुदको लागि चाहिँ गऱ्यौँ है हामीले भन्दा त्यसमा जनजाति महासङ्घ नै साँची बस्दिनुहोस् न, कति मजा आउँछ होइन? त्यसलाई खालि विकल्पको रूपमा खोजेर अन्तिम पटक यो शब्द हामी किन प्रयोग गर्दैछौँ? अन्तिम पटक अहिले मेयर साहबको कार्यकाल सकिन्छ, भोलि अर्को को आउने हो थाहा छैन। है भर्खर यहाँ उद्योगवाणी सङ्घ अध्यक्षले अहिले तपाईँले अन्तिम पटक किन राखिदिनु भएको, भोलि हाम्रो पालन गर्न सक्ला अरे भनेर कुरा आएको त अलिकति हामीले सुनिसकेका छौँ। अहिले क्लबले पनि अहिले महोत्सव आयोजना गर्ने बेला आइसक्यो। भोलि फेरि कुनै क्लब जोडिएर फेरि अर्को यसरी महोत्सव गर्ने भन्ला। अनि यसलाई अन्तिम पटक भन्ने त्यति बेला पनि अब अन्तिम पटक भन्ने प्रेक्षकलाई गर्दा अन्तिम पटकको शब्दको ध्यान नगरौँ। प्रष्ट रूपमा एउटा संरचना तयार भइसकेको छ, ठुलो आश ग्राउन्डले दिइसकेको छ। हामीले पनि खेल्न नपाएको पुस्ताले अब बाँकी रकाले त अब त आश पलायो है, खेल्न पाइन्छ भनेको छ। फेरि ग्राउन्ड पनि एकदमै संवेदनशील अवस्थामा छ अहिले। तपाईँको त्यो त्यहाँ महोत्सव गर्दाखेरि तपाईँहरूले सामान्य रूपमा सोचेर जति पनि सजिलो हुन्छ जस्तो मलाई लाग्दैन। त्यही भएर अन्तिम पटक भनेर अनि त्यसलाई फेरि पुनर्निर्माण गरिने भनेर योतिर नजाउँ। अघि मैले भने जस्तो त्यसलाई घाइते बनाएर तोडेर फोडेर भोलि राम्रोसँग बनाउँछु किन भन्नु पऱ्यो? तोड्दै नटोडाउँ न, बनिरहेको संरचना आज सबै साँची बस्दिउँ त। आजैबाट एउटा बोल्ड निर्णय गरिदिउँ न। यो खेल जगत विकास, खेलकुदको विकासको लागि, सम्पूर्ण युवाको भविष्यको लागि आज हामीले साँची सबजना बसेर चाहिँ हामी यो ग्राउन्ड चाहिँ खेलकुदको लागि गर्छौँ। बाँकी हाम्रो यो मौलिक पहिचानको लागि गर्न छ, सांस्कृतिक जगेर्नाको लागि गर्न छ। यसमा अन्य विकल्प के हुन्छ हामी पूर्ण रूपमा समर्थन गर्न तयार छौँ, त्यसको विकल्प खोजौँ। हिजो सिमलटार जान हुँदाखेरि आज पनि त अन्य विकल्प खोज्न मिल्छ नि त। त्यही ग्राउन्ड नै किन भत्काएर भएर बनाएर भएर अझै अलिकति रकम एक्स्ट्रा फन्डमा हालिदिएर यसमा किन जाने? हामी किन त्यसलाई भत्काउनुतिर सोच्ने अहिले? त्यही भएर हाम्रो माग चाहिँ हाम्रो तर्फबाट क्लबहरू तर्फबाट अहिले मैले राखेँ, कोही साथीभाइलाई अझै राख्न मन लाग्छ भन्न मिल्छ। हाम्रो मागमा चाहिँ हामी पूर्ण रूपमा प्रतिबद्ध के छौँ भने हामीले त्यसको विकल्प चाहिँ महोत्सवको विकल्प अन्य कुनै ठाउँ रोज्नको लागि चाहिँ हामी पूर्ण तयार छौँ। त्यही ग्राउन्डलाई अन्तिम पटकको रूपमा हामी चाहिँ दिनलाई हामी सहमत छैनौँ। यसमा हामी स्ट्यान्ड बाई छौँ। हाम्रो प्रतिबद्धता यही हो, हाम्रो प्रतिबद्धता पनि यही हो। नमस्कार।